साथीहरू आज खसीको भुटन बनाउन सिकौँ है त। सुरुमा हामीले यसलाई बोइल गर्नुपर्छ। त्यसको लागि पानीमा कागती, न्वाङ, सुकमेल, मरिच र थोरै बेसार राखेर 2 सिटी लगाइदिनुपर्छ। बोइल भइसकेपछि यो आन्द्राको बाहिरको सबै कालो कालो निकाल्नुपर्छ। त्यसपछि आफूलाई मनपर्ने साइजमा पिस पिस गरी काट्नुपर्छ। काटिसकेपछि 3-4 चोटि पानी मिलाएर राम्रोसँग पखालेर सुक्खा बनाउनुपर्छ। अब यो पकाउनको लागि रेडी भइसकेको छ। म पकाउन जाँदैछु। पकाउनको लागि सुरुमा मैले कराईलाई तात्न दिएँ। तातिसकेपछि त्यसमा तेल राखेँ। तेलको माथिबाट 5 फोरन सुकेको खुर्सानी राखेर त्यसमा भुटनलाई राखिदिएँ। एकछिन भुटिसकेपछि यसको पानी सुक्यो। अब म यसमा प्याज राखिदिँदैछु। अब एकछिन भुट्ने त्यसपछि नुन र बेसार राखिदिनुपर्छ। कलरको लागि कश्मिरी मिर्च पनि राखिदिँदैछु। फेरि एकछिन भुट्ने त्यसपछि अदुवाको पेस्ट पनि राखिदिनुपर्छ यसमा। अब धुलो खुर्सानी र जिरा धनिया पाउडर पनि राखिदिँदैछु। भुटन चाहिँ मलाई सुक्खा बनाउनु पर्छ, त्यही भएर म यसमा धेरै टमाटर राख्दिनँ। धेरै राख्यो भने गिलो हुन्छ, त्यही भएर यसमा म 2टा मात्रै राख्छु। अबको पालो कसुरी मेथी र गरम मसला राख्ने। भुटन चाहिँ पाकिसक्यो। अबको पालो धनिया राख्ने। अब हाम्रो भुटन रेडी भइसक्यो। ल हेर्नुहोस् त कति सजिलो छ पकाउन। तपाईँहरू पनि ट्राई गर्नु होला। भिडियो मन पर्यो भने लाइक गरिदिनु होला। थ्याङ्क यू सबैजनालाई।